भन्ने त के एउटा गीतै छ भन्नलाई त हाम्रो मन खोलेर मनको मनाएर सारेर गीतै भन्नाले जे पनि भन्न पाउँछ त्यो अधिकार हो गुन्द्रुकको अचार सशस्त्र युद्धको बेला तपाईँले त अब हामीले पनि भोग्यौँ तपाईँले पनि भोग्नु पञ्चायती व्यवस्था मुर्गा बुझ्नु पर्यो तपाईँ किन पञ्चायतको सदस्य र पञ्चायतको दुईजना हामीले शासन गर्ने होइन मैले अहिले पनि भने राष्ट्रपतिको ठाउँमा रह्यो भने हाम्रो अन्तर्राष्ट्रिय जगतमा इज्जत मान प्रतिष्ठा राष्ट्रिय एकता हुन्छ अहिलेको राष्ट्रपति काङ्ग्रेस अब यहाँभन्दा अगाडिको राष्ट्रपति कसो एमाले यहाँभन्दा अगाडिको राष्ट्रपति काङ्ग्रेस नेपाली खाना उपराष्ट्रपति अहिले दाल भात उपराष्ट्रपति गुन्द्रुकको अचार राष्ट्रपति पार्टीको मान्छे चाहिँ राष्ट्र प्रमुख हुनु हुँदैन म राष्ट्रपति जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहन्छ चाहेको छैन तपाईँले चाहन्छ नेवार त्यो चाहन्छ राष्ट्रपति भने युक्रेन हाम्रो देशको अवस्था कस्तो बुझ्नु पर्दैन पत्रकार साथीहरूले उत्तरमा चीन छ दक्षिणमा भारत छ बीचमा अमेरिकाले इन्फ्लुएन्स गरिराखेको पप्पा विरुद्ध राष्ट्रहरूलाई हाम्रो देशमा बसेर चीनका विरुद्धमा लडिएको युद्ध माओवादीको युद्ध थाहा छैन हतियार सबै विदेशीले दिएको सेटेलाइट फोनसम्म विदेशबाट आएको होइन अहिले युट्युबमा गएर खोजेर हेऱ्यौ त त्यो त सिधै नर्वेको हो सेटेलाइट फोन तपाईँको अहिले चाहिँ सेटेलाइट फोन चलाउँछ नि हाम्रो रिजल्ट छैन अब विदेशीहरूले इन्फ्लुएन्स गर्छ यदि प्रत्यक्ष कार्यकारी प्रमुख नै राष्ट्रपति भयो भने भोलि जेनेरेसनको हाल हुँदैन भन्ने कुरा हुँदैन त्यो हुनाले शासन गर्ने मान्छे जनताबाट निर्वाचित गर्छ राष्ट्रपतिको ठाउँमा सबैको साझा भागा राखौँ भन्ने अब यताबाट सकियो है अब बाटो सकियो त्यताबाट तपाईँको दिनबाट कोही दिइसक्यो क्या अब सक्यो यताबाट सामान्य प्रधानमन्त्री हिजो भन्दाखेरि पत्रकार कार्यालयमा पनि अब कार्यक्रममा प्रधानमन्त्री उहाँका परिवारले जनतालाई खुसी तपाईँले हेर्दै हेर्नु भएन हिजोको संसदै हेर्नु भएन अहिलेको कुरामा अझै भने तपाईँले एउटा मेरो कवितै छ त गर्नेलाई भन्दा हेर्ने देख्नेलाई लाज गर्नेलाई भन्दा देख्नेलाई लाज प्रधानमन्त्रीको थियो रङ्गशालामै बास होइन सरकारको विरोध गर्दा हातखुट्टा भाँच्ने हातखुट्टा भाँच पार्टीका दुराधारी गुन्डाहरूको देखियो नाङ्गो ताण्डव नाच यसको कारवाही गर भनेर हामीले भनिसक्यौँ हिजो सिधै संसदमा कारवाही गर भनेको छु गृहमन्त्रीले भनेको छु प्रधानमन्त्रीहरूले कारवाही गरेनौँ भने फेरि यसको जवाब माग्छु भन्दा अझ पनि एक अब सकियो हजुर अरू केही छ ल पुरो भयो हजुर पुरो कति धेरै क्यामेराले खिचेर सबैले म त भन्छु अझै धेरै राजावादीहरू भन्नुहोस् राष्ट्रवादी भन्नुहोस् राजावादी भन्दा पनि राष्ट्रवादी देशवादी आज सङ्गठित गर्दा तपाईँ पत्रकार समाजमा अगाडि बढ्नु यस्तै 25 गते सङ्गठित हुनु 25 गते सङ्गठित हुनु है धन्यवाद सबैलाई धेरै खोइ गुन्द्रुकको छोइला खाउँ त Hello guys. मिठो छ मिठो बा ठुलो मिस रिएक्सन दिएर बिरो गर्न गरौँ न यसमा म त पिरो कति
एउटा पिरो छैन भन्छ त्यति मिठो बनाएको छ भाइ तपाईँ नि अलिकति बोल्नु न के भन्नु लाल आलु चाहिँ मिठो मिठो पिरो पिरो गर्नु ठुलो गरेर गुन्द्रुकको अचार अब एकबाट सरकारमा एकपल्ट अचार बनाउने के अरे एक भाँडा चटपटी पिरो पिरो गरेर बनाउनु भाग लाउनु अनि कम्पिटिसन गरेर हाल्नु हेलो लु मिठो आशीर्वाद तपाईँ फेरि लु मैले के त सुकुम्बासीहरूले खाना खाएको भने होइन अस्ति तपाईँले हामीलाई त्यो भन्नु हालेन अब हामी सुकुम्बासीहरू खाना खाँदैछ भन्नु हाल्नु अब तपाईँ चाहिँ अस्ति थाहा छ हामी सुकुम्बासीहरू खाना खाएको भने लाइभ हाल्ने ठुलाले मेरो त सिद्धो भाइ पज गऱ्यो